तपाईँले के पाउनु भएको छ पत्रकार दिवाकर शाहसँग? यी जेन्जीहरू फरक फरक किन भयो? कोही चुनावको पक्षमा भयो, कोही चुनावको विपक्षमा भयो। तपाईँ चाहिँ कुन जेन्जी, पक्ष कि विपक्ष? तपाईँ यति घाइते अवस्थामा हुनुहुन्छ, तपाईँले यो एनर्जी कहाँबाट आइरहेछ, कसरी आइरहेछ? तपाईँलाई घाइते भन्न मन लागिरहेछ अझै नि मलाई। लाग्छ कि पत्रकार दिवाकर शाह धनुषा 3बाट विजय हुनुहुन्छ। भाद्र 23 र 24 गते घाइते भएका रियल जेन्जीहरू आज धनुषा क्षेत्र नम्बर 3 मा उम्मेदवारी दिएका पत्रकार दिवाकर शाहलाई साथ र समर्थन दिन आइसकेका छन्। 165 वटा निर्वाचन क्षेत्र छ, ती सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी उभिया छन्। तपाईँलाई अन्य उम्मेदवारी पाएन? मैले परिवर्तन खोजेको, परिवर्तन मैले उहाँमा देखेको छु। तपाईँको खुट्टामा यस्तो, तपाईँ यति घाइते अवस्थामा हुनुहुन्छ, तपाईँले यो एनर्जी कहाँबाट आइरहेछ, कसरी आइरहेछ? तपाईँलाई घाइते भन्न मन लागिरहेछ अझै नि मलाई। म लगभग 2 किलोमिटर हिँडिसकेँ अहिले तपाईँको अगाडि। तपाईँलाई अझ पनि मलाई घाइते भन्न मन लाग्छ। तपाईँले लाग्छ कि पत्रकार दिवाकर शाह धनुषा 3बाट विजय हुनुहुन्छ? यदि सत्यको जित हुन्छ भने विजय हुनुहुन्छ। यहाँ तपाईँले के हुन्छ भन्दाखेरि भाद्र 23 गते सबै जेन्जीहरू बाटोमा एक धरना लिएर निस्केको कि हामी देशलाई परिवर्तन गर्छौँ, हामी सुशासन मागिरहेछौँ। तर जब चुनावको डेट आइसकेपछि यी जेन्जीहरू फरक फरक किन भयो? कोही चुनावको पक्षमा भयो, कोही चुनावको विपक्षमा भयो। तपाईँ चाहिँ कुन जेन्जी, पक्ष कि विपक्ष? यस्तो पक्ष विपक्ष भन्दा पनि तपाईँले हिजोको दिनमा उहाँहरूले जुन मिडियामा बोल्नु भयो नि, उहाँहरूले भन्नुभएको छ उहाँहरूले पनि चुनावै हुन दिन जबसम्म देशमा परिवर्तन आउँदैन होइन। कतिपय जेन्जीहरू भनिरहेछन् नि चुनाव होइन, अहिले चुनावमा प्रत्यक्ष उम्मेदवार भएर उठिरहनु भएको जेन्जीहरूले पनि भनिरहनु भएको थियो हिजोको दिनमा कि जबसम्म परिवर्तन हुँदैन तबसम्म हामी चुनाव हुन दिँदैनौँ भनेर। तर जब चुनाव आयो उहाँहरू चुनाव नै हो परिवर्तन भनेर हिँड्नुभयो होइन, कुरा त्यो हो नि त। आज तपाईँ काठमाडौँबाट मध्य प्रदेशको जनकपुर धाममा आउँदा कस्तो अनुभव भइरहेछ? एकदम मलाई एकदम राम्रो अनुभव भइरहेछ, एकदम रमाइलो अनुभव भइरहेछ। पत्रकार दिवाकर शाह तपाईँको नजरमा कस्ता पत्रकार? म जनकपुर जुन मधेस आएको छु, म जिन्दगीमा पहिलोचोटि मधेस आइरहेको छु, उहाँको लागि भनेर नै आइरहेको छु भनेपछि मलाई कस्तो लाग्छ होला भनेर हजुरले आफूले विचार गर्दा। तपाईँले स्वतन्त्र उम्मेदवार पत्रकार शाहलाई यहाँ समर्थन दिन आउनु भएको छ, तपाईँले के पाउनु भएको छ पत्रकार दिवाकर शाहसँग? मैले उहाँबाट एउटा सच्चा निडर, एउटा जनकपुरको नेतृत्व गर्न सक्ने, जनकपुरको अन्याय व्यतिथि जुन हाम्रो चेलीहरूमाथि हुने अन्यायको लागि लड्न सक्ने क्षमता देखेको छु उहाँमा।